झलीको थ्याङ्क यू प्यारी बहिनी, थ्याङ्क यू धेरै धेरै माया। आऊ हक गर्ने। कति राम्रो हो त नि दिलमै छौ त नि, ए दिलमै छौ त नि। अलिअलि जान्ने भएपछि बुझ्दै जान मन छ भने चाहिँ यहाँ कनेक्ट यहाँ देखिरहेको भएर र दाइले मलाई सँगै यहाँ ल्याउनु भएको भएर दाइलाई मैले सम्मान व्यक्त गर्दै दाइको दुई चार शब्द यहाँ भनिहालेँ। अब हजुरहरूलाई थ्याङ्क यू सो मच। बाहेक त के भन्ने हो र, यो बाहेकको लागि धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच हजुरहरूलाई। झलीको थ्याङ्क यू प्यारी बहिनी, थ्याङ्क यू धेरै धेरै माया। आऊ हक गर्ने। तिमी ठुलो हुँदासँग सँगै गाउने सँगै नाच्ने, तिमी ठुलो हुँदासम्म है, तिमी पनि बुढी हुन्छौ म पनि बुढो हुन्छु, सँगै गाउने सँगै नाच्ने है, गर न त। धेरै धेरै माया मेरो बहिनी है, फेरि भेटौँला है। हजुरलाई पनि थ्याङ्क यू सो मच। झलीको तिम्रो याद लायो के रे मोहनी, क्या हम ओहनी ए क्या हम झलीको यहाँ सबैजना कस्तो राम्रो राम्रो मान्छे देखेँ, त्यही भएर कति राम्रो हो त नि दिलमै छौ त नि, ए दिलमै छौ त नि। झलीको तिम्रो याद झलीको तिम्रो याद। ओके थ्याङ्क यू सो मच, थ्याङ्क यू धेरै धन्यवाद यो मायाको लागि। र हाम्रो दादाराम दाइलाई देखेछु भाइ, थ्याङ्क यू सो मच यो मायाको लागि, थ्याङ्क यू। अब दोहोरी सुन्ने है, अब दोहोरी सुन्ने है त, अब दोहोरी सुन्ने दोहोरी बसिरहनु है त, अनि फोटो खिचेर जानुपर्छ है त। थ्याङ्क यू सो मच, धेरै धेरै माया छ। धेरै धेरै धन्यवाद।